हेलो सबैजनालाई नमस्कार। सबैजना आरामै होला, निकै होला। के छ हाल खबर? आज गर्मी चाहिँ धेरै हुने जसो छ। एकदम म बिहानै उठेँ। अब चाहिँ म बजारतिर जाने तयारीमा छु। मेरो गाडी लोड हो। यहाँ भानु प्यालेस पुरानै ठाउँमा छ, एकदम मस्त गरेको छ। एउटा बाहिर छ ल आधा थोड़ा 10-15 मिनट बस। बजार चाहिँ हालेको छैन। अब बजार चाहिँ बढ्दै छ, आफ्नो पनि त्यस्तै छ। यो चाहिँ अब शिव मन्दिर। यो दाइले के गरिरहेछ? अरे बाटोमा गइरहेछ यार। के हो यस्तो? ठ्याक्क गेट चाहिँ लाग्छ अरे। यो गेट हो शिव मन्दिरको। यो चाहिँ बिहाको हो। बिहा छ आज। यो मण्डप यो चाहिँ एक मण्डप। यो चाहिँ दशहरा शिव मन्दिरबाट एउटा मण्डप यहाँनिर छ। यो चाहिँ अब मेरो आफ्नै गाडी भइहाल्यो। एकदम रमाइलो छ, एकदम मस्त सिन छ शिव मन्दिरको। ल केटाहरू बाहिर अब तपाईँ साँझतिर आउँछ। साँझ नयाँ भोलि यो नयाँ टोयलेटहरू बन्दैछन्, एकदम व्यवस्थापन छ। आजको यो मेरो चौथो ट्रिप यार। गर्मी चाहिँ धेरै छ आज। यहाँ पनि लगभग 4-5 रहेछ यहाँ मन्दिरमा। एउटा यहाँ, एउटा दुईवटा, एउटा यता छ। 4-5 रहेछ। मस्त चलेको छ। अब चाहिँ म चाहिँ जाउँ। अन्त पनि हाल्नुको बिस्तारै छ नि, धेरै छ यार। गर्मीले हेरौँ कुन छ यार गर्मी। यस्तो गर्मी हुने त
यो रोडमा आएको छ एकदम। यता केटाहरू भने सुरट पिउँदै बसिरहेछन् क्या। हामी चाहिँ यस्तै हो एकदम बवाल एकदम डबल यो सिङ्गल हेड छाडेर यिनीहरूको चलाइ एकदम मनै पर्दैन क्या। सिङ्गल रोड हुन्छ डबल यार माइन्ड नहुने के हुन्छ लास्टको बिहा आइछ यो बिहा पनि अब चाहिँ यो भन्दैथि एकदम सँग सकियो। रात पनि बढिहाल्यो धेरै पनि भइहाल्यो रात। मेरो पनि काम भ्याइयो त्यही छ। आज दिनभरि काम एकदम गर्मी पनि धेरै रहेछ। धेरै भन्दा धेरै एकदम लास्टै गर्मी छ आज चाहिँ। अब त्यही भयो ल केटाहरू सबैलाई भिडियो राम्रो लाग्यो भने एकदा लाइक कमेन्ट गरे होइन, मन पऱ्यो भने सेयर गरे कमेन्ट गरे कस्तो छ यो भिडियो होइन, सबैजना हेरिदिए होइन। त्यही हो अब राम्रोसँग सुरक्षित बस्नु होला। गर्मी धेरै छ, गर्मी धेरै बढिरहेछ होइन। चिसो पानी खानु होला, नत्र मलाई भन्नु होला म ल्याइदिन्छु तपाईँलाई चिसो पानी। ल सबैलाई बाई बाई।